माई गॉड मलाई थाहा थियो नि कस्तो टाइमिङ फोन गर्न साथ आएको है कस्तो लभली मान्छे ओ लभली कस्तो ह्यान्डसम थ्याङ्क यू उको जति छिप्यो त्यति रस भरिन्छ भन्छ नि है तपाईँ पनि जति छिप्यो त्यति राम्रो साँच्चै हो के हो यस्तो भ्याग्रा खाने गरेर चाहिँ क्या बिहान बिहान त्यो खायो भने ह्यान्डसम हुन्छ त्यस्तै लाग्छ मलाई त त्यस्तै हल्ला छ जेउ न त म अझ त्यो खाएर चाहिँ बढी ह्यान्डसम हुन्छ बेलुका म पठाइदिउँला नि ल ओके है अनि के छ हाल खबर सब ठिक छ एकदम राम्रो उजुको याद आएर मेरो याद नै आउँछ आउँछ कतिजनाको याद आउँछ धेरै उजुकै आउँछ मलाई किन अरू छैन के वास्ता गर्न छोडे जुङ्गा कालो लाग्यो कि कालै हो कस्तो हाँसे कालै हो यसरी हाँसिरहनु पर्छ ल सबैसँग यस्तै हो कि उजुसित मात्रै हुन त म सबैसँग यस्तै हो तर उजुसँग खास विशेष हामी भेटेको 1 वर्ष भएछ है 1 वर्ष भइसक्यो उजु समय गएको त पत्तै पाइँदैन पत्तै पाएन म त जप्दा आज बल्ल मौका पाइयो कि फाइनली म आउनु पाएँ कस्तो देखिएको छ मलाई एकदम पहिलाभन्दा अझ सेक्सी अझ क्युट मोर ब्युटिफुल पहिलाभन्दा अझ बढी मलाई थाहा छैन उजुले मलाई जहिले पनि मलाई त भन्नु चाहन्छन् भनेर तर मैले हेर्दाखेरि तिमीलाई झन् राम्रो देखिरहेको छु हो एकपल्ट उजु डार्लिङ भनिन्छ उजु डार्लिङ आई लभ यु जन्म यही भयो हो नि हो मेरो काठमाडौँ सिनामङ्गलमा जन्मेको यहीँ हुर्केँ यहीँ जन्मेँ यहीँ पढेँ बच्चाहरू मेरो बच्चाहरू 3 अमेरिकामा हो अरे हो 2टा बच्चा अमेरिकामा छ एउटा हेर्छ बाजे त भैया छैन छैन तपाईँहरूको 2टा लाइफ छ नि एउटा सुटिङ एउटा रियल लाइफ हो के पिउनुहुन्छ पिलाउनु पिउँछु के पिउनुहुन्छ तपाईँ जे पिलाउनुहुन्छ चिसो तातो एनिथिङ मदिरा स्मोक त अलाउड छैन नि त्यो चाहिँ प्रब्लम स्मोकिङ चाहिँ प्रब्लम भयो मलाई तर केही छैन पछि खाउँला चेन स्मोकर हो अलमोस्ट चेन जस्तै भन्नु पर्ला तपाईँहरूले त झन् म्यासेज दिनुपर्ने नि चुरोट पिउनुहुन्न भनेर म्यासेज दिइरहेको छु त्यही भएर किनभने मैले एक्सपिरियन्स गरेर त्यो आफूलाई ठिक नलागेर अरूलाई मैले भन्छु राम्रो होइन भनेर तर आफूले चाहिँ अब ट्राई गरिरहेको छु कोसिस गरिरहेको छु छोड्नुलाई तर सकिरहेको छैन यस्तै गम्भीर हो समटाइम अब डिपेन्ड्स अब उजु कुनै बेला मान्छे गम्भीर हुन्छ कुनै बेला सिचुएसन धेरै हेरिकन हो ग्याम्बलिङ गर्ने गरेछ समटाइम कहिलेकाहीँ हो कहिलेकाहीँ क्यासिनो कहिलेकाहीँ रमाइलो हुन्छ कहिलेकाहीँ रमाइलो लाग्छ मलाई क्यासिनोमा नेपालमा अलाउड छ र भने छ नि किनभने त खेल्नु अलाउड छैन तर तपाईँको त्यो प्रोग्रामहरू न्यु इयर्सहरू गेट टुगेदर प्रोग्रामहरू भइरहेको छ नि त्यति बेला अलाउड हुन्छ सबै नेपालीलाई अनि गएर हेर्ने मात्रै हेर्ने यसो रमाइलो हुन्छ नाचगान हुन्छ त्यहाँ राम्रो चाहिँ तिमी जस्तै सेक्सीहरू बेस्ट गेम के हो म्यारिज कि पप्लु कि एक्चुअली भन्नुपर्दा मलाई गेम चाहिँ खास खेल्नु चाहिँ आउँदैन मलाई हेर्नु नै बढी रमाइलो लाग्छ तर कहिलेकाहीँ यस्तो मौकामा रमाइलोको लागि दसैँ तिहारमा चाहिँ खेल्नु पनि रमाइलो लाग्छ फन पनि त गर्नु पऱ्यो नि डेफिनेटली पऱ्यो है ए रोजी यो अलिकति फेरि क्यासिनोको जहाँसम्म एउटा उजुरी कुरा निकालिहाल्यो मलाई भन्नु मनमा लागिरहेको छु कि क्यासिनो नेपालीहरूलाई जान्नु हुँदैन होइन नेपालीहरूलाई बनाइछ त्यहाँ भनिन्छ र रोक लगाइन्छ पनि एक्चुअली जानु पनि हुँदैन किनभने त्यस्तो चिजहरूले मनलाई विकृति गर्छ धनको पनि नाश र परिवार डेफिनेटली गर्छ र एउटा कुरा मैले बुझ्नु सकिरहेको छैन संसारको म अमेरिकाको क्यासिनोमा पनि म गएको छु अमेरिकाको लस भेगस गएको छु मकाउको क्यासिनो पनि म हेर्न गएको छु तर अमेरिकामा तपाईँको के छ भनेदेखि ठुल्ठुलो सहरमा मेन सिटी अमेरिकाको मेन सिटीमा कसिनो छैन उनीहरूले त्यो कसिनोलाई सिटीभन्दा धेरै पर टाढा एउटा समटाइम एउटा भ्याकेसन मनाउनुलाई एउटा छुट्टी डेभलप होस् यस महिनाको एक छुट्टी कुनै बेला गर्नुलाई चाहिँ बजार खोलेको छ तर हाम्रो देशमा चाहिँ काठमाडौँ जत्रो सानो ठाउँमा 5-7वटा जस्तो जबरजस्ती कस्तो क्यासिनोमा नेपाली जानुहुन्न चाहिँ भन्ने तर काठमाडौँकै मुटुमा 10वटा 15वटा क्यासिनो खोलेर नेपालीहरूलाई पुरा बिगार्नलाई मनोबल दिने यो चाहिँ गभर्मेन्टको के नीति हो यो त कस्तो कुरा हो नि हजुर
भुवन केसीले आफू चाहिँ चोडा खाने तर चोडा खान हुन्न। डेफिनेटली हो। यस्तो त्यसले गर्दाखेरि के छ भने हो यो चिजहरू चाहिँ सहरभन्दा पर कमसेकम धेरै टाढा जस्ट टुरिस्टलाई एट्र्याक्ट गर्ने हो भनेदेखि त टाढा राख्न सकिन्थ्यो नि। तर यो चाहिँ पर्पसली के छ भनेदेखि म नेपालीलाई बिगार्नुको लागि नै सिटीमा राखेको जस्तो मलाई लाग्छ। र यो चिजमा गभर्मेन्टले ध्यान दियोस् र नेपालीहरू बिग्रिनबाट बचुन् भन्ने मलाई लाग्छ। तिमीलाई कस्तो लाग्छ दाजु? एकदम राम्रो विचार। चेयर्स चेयर्स गर्ने गरेछ। तपाईँलाई संविधान सभामा कसैले सभासद बनाउने कुरा ल्याएर अफर ल्याएर आइ एम नट इन्ट्रेस्टेड। ल्याउनु त ल्याए। मलाई राजनीतिमा इन्ट्रेस्टै नभएको चिज हो। राजनीति भन्ने कुरा मलाई विश्वास पनि नभएको, इन्ट्रेस्ट पनि छैन मलाई। फेभरेट कोही छैन? मेरो कोही पनि फेभरेट छैन। कसैले अहिले त भन्यो होला नि? आइजो भनेको पनि छैन अहिलेलाई, धेरै पहिला भनेका थिए तर म गइनँ। तर अहिले मलाई भने तापनि मलाई राजनीतिमा इन्ट्रेस्ट छैन पनि छैन र विश्वास पनि छैन मलाई। त्यसरी भोट पनि खसाल्दैन होला? भोट त खसाल्न गएँ तर अब यो नसोध्नु फेरि कसलाई खसाले भनेर आफ्नो कुरा पर्छ। भोट खसाल्न गएँ तर खसाले तापनि किनभने जसलाई खसाले त्यो प्रति पनि विश्वास छैन। राजनीतिक पार्टीमा जति पनि लिडरहरू छन् नि यिनीहरू सबै निकम्मै हो त अनि विश्वास नलागेको? त्यस्तो त होइन होला, त्यस्तो पनि मैले भने सोचेको छैन होइन। तर के त भनेदेखि जति बोल्नुहुन्छ नि नेताहरूले यो गर्छु त्यो गर्छु यस्तो गर्छु त्यो गर्छु है, बोल्नु चाहिँ धेरै बोल्नुहुन्छ है। त्यो बोलेको सुन्दा सुन्दा टिभीमा सुन्दा सुन्दा कानै पाकिसक्यो तर गरिया चाहिँ केही पनि देखिएन क्या। त्यसले गर्दाखेरि बोल्नु चाहिँ बरु भाषण चाहिँ कम गरेर गर्ने कामहरू चाहिँ बढी गरिदिनु। तपाईँले आफूले बोलेर नगरेको कुरा केही छ नेताहरूले जस्तै? मैले आफूमा त्यस्तो के लाग्छ जस्तो लाग्दैन। एउटा रमाइलो कुरा गरौँ है। अहिले हाम्रो कृष्ण प्रसाद भट्टराईजीलाई आश्रम बनाएर राखिदिएको छ नि? मलाई थाहा छैन हो र। तपाईँलाई पनि त्यो उमेरमा राखिदियो भने के गर्ने? किन राखेको होला आश्रम बनाएर? मलाई खै एउटा आश्रम बनाएर राखिदिएको छ अरे। थाहा छैन मलाई यो कुरा किन राखेको, के कुन सिलसिलामा राखेको। तपाईँ नेपालमा हुनुहुन्न कि क्या? त्यो मेन न्युज हो नि अहिलेको। म नेपालमा भए तापनि कस्तो भनेदेखि हेर्नुहोस्, हरेक मान्छेले आफ्नो क्षेत्रमा आफ्नो काममा बढी ध्यान दिनुपर्छ। 10वटा काममा ध्यान दिएर 10वटा काम थाप्नु थाल्यो भने त्यो मान्छे कहिले सक्सेसफुल हुँदैन। म नेपालमा हुँदा पनि दिन रात म मेरो सिनेमामा मात्रै लागिराखेको हुन्छ र मलाई अरू कुनै फिल्डकोसँग मलाई मतलब पनि छैन। किनभने त्यो मतलब गरेर अरूको चासो राख्न थाल्यो र अरूको बारेमा कुरा काट्न थाल्यो र जान्नु थाल्यो भने आफ्नो काम बिग्रिन्छ। यहाँ मान्छेहरू कस्तो छ भनेदेखि बढी अरूकै चासो राख्न थाल्नेहरू हुन्छन् होइन। आफ्नो चासो छ त्यसले गर्दा मेरो तन मन धनले खालि म मेरो सिनेमा कसरी राम्रो बनाउने, मेरो दर्शकको मन कसरी जित्ने, मेरो लागि त्योभन्दा बढी इम्पोर्टेन्ट अरू दुनियाँमा जे भए पनि मलाई इम्पोर्टेन्ट छ। तर पत्रिका पढ्नु त पर्छ। पत्रिका पनि कहिलेकाहीँ पढ्छु तर त्यसमा सधैँ पढ्छु भने पनि जरुरी। सधैँ पत्रिकामा आउने चिजहरू पनि त्यही नै हो। त्यही राजनीतिको कुराहरू आइरहेको हुन्छ। त्यही पढ्दा तपाईँ अलिक सन्किया जस्तो लाग्यो। होइन अब सब्जेक्टको कुरा गरौँ है। तपाईँलाई मनपर्ने अहिले टेक्निसियनहरूले फिल्म लाइनका मान्छेहरूले भुवन केसीले बनाएको फिल्म एकदम राम्रो बनाएको छ भन्छ। हजुर अब हो होला। मैले जहाँसम्म लाग्छ मेरो फिल्डमा मैले भनिहालेँ मेरो फिल्डमा गर्नुपर्ने चिज मैले ज्यान दिएर गरेको छु, मेहनत यति धेरै गरेको छु, पैसा यति धेरै लगाएको छु, समय यति धेरै लगाएको छु कि जुन चिज चाहिँ नि मेरो फिल्डमा मैले जसरी राजनीतिज्ञले आफ्नो फिल्डमा गर्नुपर्ने चिज के हो त्यो बोलेर भन्दा बढी गरेर देखाउनु पर्यो भने जस्तै मैले मेरो फिल्डमा मैले बोलेर यति राम्रो सिनेमा बनाएको छु भन्नुभन्दा चाहिँ मैले गरेर देखाएको छु। त्यो भोलि मेरो सबै दर्शकहरूले एप्रिसिएट गर्नुहुनेछ कि भुवन केसीले साँच्चीकै राम्रो सिनेमा बनाउँदो रहेछ र नेपाली सिनेमा इन्डस्ट्रीको लागि भुवन केसीले एउटा देन छोड्दो रहेछ। अथवा चाहिँ यो नेपाली यो चलचित्र हेरिसकेपछि सायद विदेशी चलचित्र हेर्नु नपर्ला। त्यस्तो छ है। तपाईँको एउटा एकदम फ्लप फिल्म पनि थियो नि, त्यति नचलेको? मैले खेलेका फ्लप फिल्महरू पनि छन्, मैले खेलेका सबै हिट फिल्महरू छैनन् त्यति बेला पनि। तर मैले बनाएको फिल्म चाहिँ कुनै पनि फ्लप छैन। तपाईँले नै बनाएको?